पहिला हामी यो कलियुगको कृष्णको भिडियो हेर्ने अनि यसको फन्नी कमेन्टहरू पढेर हाँस्ने है। कसले लिएर आएको थियो दही? दही सँगमा राख्नुपर्छ नि तल। मेरो होइन नि त यो। कसको दही हो? कसको दही हो? ल दही कसको हो? ल सुरु गरौँ। दही जसको भयो नि बिल्कुल बोल्नु हुँदैन है, फेरि लुवा धुन्न नआउँछन्। एउटा मुरली पनि दिनु पर्यो। दहीवाला सास दबाएर बस्नु है, नत्र रामधुरा हनुमान फुलाइवाला। मेरे को तो ऐसा धक धक हो रहा है। दहीको पैसा पनि तिर्नुपर्छ, अर्काको दही त्यसै नोक्सान गरिदिनु पाइन्छ। यो जाडोमा हरिबिजोग बनायो नि दहीले, बरु रक्सी भएको भए जिउ त तातो हुन्थ्यो। के बोले भाइ? अब के बोले? साँच्चै त दही कसको होला है?